आफै मरेको हो भनेको आफै मरेको हो भनेको आफै मरेको हो कि नै भन्नु त दुःखले मरेको तपाईँ हो तपाईँ दुःखले मरेको हो दुःखले मर्नुभएको थियो भनेको मर्नेको त केही उयो थिएन होइन तपाईँको परिवारलाई माया छ होइन तपाईँलाई परिवारको माया छ अच्छा तपाईँ त नानीकै बाउ हो कि होइन नानीको बाउ हो कि होइन हो कि होइन हो नि तपाईँ त अहिले आएर चाहिँ वायु भएर आयो आइ कि होइन मेरो जिउमा त देउता पनि छ देउता पनि थियो के भन्नु किन मर्नुभयो तपाईँ यसरी किन मरेको फेरि मलाई साह्रै चिन्ता लाग्यो के को चिन्ता लाग्यो तपाईँलाई भन्नु त घरको चिन्ता लाग्यो घरको मेरो घरको चिन्ता लागेको मेरो मर्नु पनि इच्छा थिएन तपाईँको मर्नु मन लागेको थियो इच्छा थिएन म त मरिसकेको थिइनँ नाम्दै गर्दा केले मेरो हात तानो खुट्टा तान्दियो केले तान्यो तपाईँलाई तानेको मेरो खुट्टा तान्दियो तानेर तपाईँ मरेको आफै झुम्डेको आफै झुम्डेर मरेको म त नाम्छु भन्दा भन्दा मेरो खुट्टै तान्छु गाँसीबाट म बहुत बाँच्नु कोसिस गरेको थिएँ तपाईँको छोराछोरी कतिजना हो मेरो छोरा 3 भाइ 4 बहिनी हो अहिले कतिजना छ बहुत माया लाग्छ मेरो छोरा पनि एउटा हो घरको देवी देवताहरू रिसाएर लग्छ मेरो छोरा मलाई म जान्दिनँ म देवी देवता पनि छोड्दिनँ बिल्कुल राम्रो म देवी देवता छोड्दिनँ म देवी देवता छोड्दिनँ म देवी देवतालाई आउनै दिन्न हजुर हजुर मेरो छोराको जिम्मामा आउनु दिन्न किन नदिनु तपाईँ मलाई किन लगेको मेरो छोराहरूको पनि लगेछ होइन नि लगेछ नै अब चाहिँ म देवी देवतामा म आउनु दिन्न नै नि नानीलाई त अब तपाईँ त कुलबाट आएको नि त अब त म बहुत मैले कसैलाई पनि केही गरेको छुइनँ म बहुत खरङ्कास मान्छे हो म रिसाउनु जान्दैन रिसायो भने म बहुत खतरा हो हुनु त ठिक छ नि त मैले तपाईँले त नानी गरेर लगेको राम्रो घरमा आछ नि त यो गुरु राम्रो गुरु भएकोमा आछ किन लगेको मैले मलाई लगेकै हो तपाईँलाई देवी देवताले लगेको होइन नि हो किन लगेको किन भन्दा त्यसमा त्यो घरमा चाहिँ त्यो जग्गा माटो राम्रो छैन के त्यो माटो राम्रो छैन त्यो माटोमा पहिला भूत प्रेत खेल्ने जग्गा हो कि होइन भन्नुहोस् कति बार तपाईँले भेटेको हो मैले भेटेको मैले देखेको नि हो मैले धेरै त्यो जग्गा राम्रो छैन मेरो त्यो पहिला त्यहाँनिर मान्छेहरू पुर्ने जग्गा हो त्यो हो कि होइन भन्नु पर्छ हो कि थिएन त्यो नि पुर्ने जग्गा थियो कि थिएन हो नि बहुत बाँच्नु मन थियो तपाईँ बाँच्नु मन थियो मेरो छोरा छोरी मैले कति पढाउनु खोजेँ हो यसको बहुत माया लाग्छ यो तपाईँ कुन चाहिँ छोरा यो मेरो कान्छो छोरा म बहुत माया लाग्छ जान्न हो ठिक छ होइन जानु भनेको छैन तपाईँ कुलमा बस्ने भनेको अब कुलमा बस्ने भयो कुलमा बस्ने हो त्यसको बादमा तपाईँलाई तपाईँ कुलमा बसेर तपाईँ नानीको पनि रक्षा गर्ने अब तपाईँलाई यसले खेलाउनु सक्छ तपाईँलाई कुललाई पनि खेलाउनु सक्छ मेरो छैन मलाई कतै यताको छैन मेरो तान छैन दमना छैन सब म गरिदिन्छु म तान चाहिँदैन मलाई बस्ने जग्गा छैन तपाईँलाई कुल चाहिन्छ नि त कुल चाहिँदैन मलाई घरमा पनि बहुत नराम्रो भन्छ मेरो बारेमा भन्दैन अबदेखि भन्दैन म तपाईँलाई थान दिन्छु नि त हुन्छ नि त मलाई के कारणले घरको पिरले मरेको तपाईँ घरको दुःखले मरेको मलाई थाहा छ तर तपाईँलाई केही थिएन तपाईँ यो जन्म उयो मरेर पनि अब त्यहाँ कुल भएर बस्नु त्यो घरमा है कुलको थापना गरिदिन्छु म अब यसको देउलाई खेलिदिनु म खेलाउँछु राम्रो गुरु पाएको छ राम्रो खेलाउँछु यसले म आगे रास्ता त म दिइदिन्छु मेरो जिउमा ठिक छ ल तपाईँ चाहिँ आजबाट चाहिँ कुलमा बस्नुहोस् कुलमा यसले पूजा गर्छ है कुलमा बस्नुहोस् न तपाईँ होइन बाटो त खोल्नु पर्यो नि तपाईँले बाटो नानी त नमुदो हुन्छ मेरो शक्ति त्यति छ होइन राखिदिन सक्छु होइन तपाईँ त कुलको हो नि त कुलको भएर खाँचो बायो भएर आएको म राखिदिन्छु तपाईँ त खेलाउनेलाई अब के गर्ने भन्नुहोस् त तपाईँ मैले यसलाई रास्ता दिनेछु राम्रो बाटो दिनेछु राम्रो खेलाउँदैछु मेरो
मलाई बहुत 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 बाँच्ने इच्छा थियो म बहुत गर्छु भन्थे आफ्नो छोराछोरीको लागि भविष्यमा पढाएर बहुत राम्रो देशको पढाइ बहुत राम्रो वेदको पढाइ हो अध्ययन बहुत राम्रो थियो कति माया लाग्छ म त छोड्नै सक्दिनँ हो छोड्नु पर्छ नि त आज छोड्दैन तपाई तपाई कुलमा जाने हो छैन हो कुलमा जाने हो नि मैले यसको रक्षा गरिरहेको कुलमा जाने हो त्यही भने तपाईले मलाई छोड्दैन है पुरा छोडे पुरा पुरा दिने पुरा पुरा दिने ल आज त मैले तपाईलाई बिदाबारी गरेको है यो वायुलाई चाहिँ आज म जान्न म यसको रक्षा गरेर बसेको छु बस्नु त हैन बास्नु लेकिन जो भूत प्रेत भइरहेको त्यसलाई मारेको मैले मलाई राम्रो लागेन मलाई बहुत राम्रो लागेन ठिक छ नि त तपाईले दुःख नदिनु नि त अब त हैन म परिवारमा दिन्न भने म हैन यो त अब नोकरी गर्ने हो कि हैन हैन योलाई म दिन्न जुठो फुटो खायो भने मेरो जिउमा बहुत नराम्ररी लाग्छ छ नि त बहुत खतरा म सक्दिनँ हो म भाइ तपाई घरमा बस्ने अब म जुठो सक्दिनँ म जुठो छोड्दै तपाई जाने के तपाई घरमा कुलमा बस्ने हो मलाई कुलमा टाउै छैन दिएको छैन मलाई कुलले टाउ दिएको छैन कुलमा ठाउँ छैन म दिन्छु म बाटो दिन्छु छैन मलाई कुलमा ठाउँै छैन कुलमा देवी देवताले खेदाउँछ म देखाउँछु मलाई ठाउँै छैन कतै म दिन्छु म घरको बुढो भएर पनि कुलमा मलाई ठाउँ त भेटिन मलाई दुःख छैन मलाई दुःख छ म किन यस्तो गरौँ अब चाहिँ तपाईलाई भनेको तपाईलाई त राम्रै गुरु त भेटेको छ अन्त म रक्छु मलाई सक्दैन हैन तपाई त यदि नानीको भविष्य राम्रो चाहिन्छ भन्यो भने तपाई राम्रो पुलमा बस्नुस् मलाई देवी देवता मैले मानेको हो मैले सके अनुसार मैले देवी देवता मैले हो नौला पूजा पनि गरेको हो मेरो जिउमा थियो हो सात महारानी बुढी बोजू आउँछ मलाई लिम्बन देवता हो मेरो पैदा बरौको जिउमा थियो ढल ढेङ्ग्रो ठोकी नै हो मेरो बरौको हो सबै छ तर मेरो जिउमा आउँदा मैले राम्ररी मान्नु सकिनँ तर पनि मैले दसैँमा त्यही देवी देवता सम्झी मानेको थिएँ तर पनि मेरो यस्तो हाल हो मलाई देवी देवताले लगेको हो म छोड्दिनँ होइन तपाईँलाई त अब देवी देवताले होइन त्यहाँ मान्छे गाडे थियो के पहिला त्यहाँनिर धेरै मान्छे त्यहाँ अकालमा मृत्यु गुमाएको अकालमा त्यो ज्यान गुमाएको मान्छेहरू गाडेको त्यो जग्गामा त्यस कारणले म यसको घरमा गएर म भनिरहेको छु यसको घरमा गएर म पुरा त्यो घरहरू बाँधिदिन्छु घर मानेको बादमा बोल त्यो दिनमा चाहिँ म बस्छु भन्यो मलाई किनभने बुझ्नु भयो नि त्यस कारणले गर्दाखेरि म जान्छु भने यसको घरमा गएर चाहिँ म यसको घरहरू बाँधिदिन्छु त्यसको तपाईँको फुलको पनि स्थापना गरिदिन्छु तपाईँ राम्रोसँग फुलकोमा बस्नुहोस् र नानीले धुप धुना दिन्छ तपाईँ भूत प्रेत भएर अकालमा आयो तपाईँलाई मैले गरेको अब म दिन्छु नि त मलाई कुलमा बस्नुमा सक्दिनँ पनि मलाई जग्गै छैन कुलमा कतै छैन तपाईँलाई फेरि म वायु भयो त बाहिर राखिदिनुहुन्छ बाहिर राखिदिनुहुन्छ बाहिर भयो नि बहुत हेर वायु भई बक्सी डङ्गी निले चलाइ तपाईँ वायु भएर आयो तपाईँ वायुलाई बाहिर राखिदिनुहुन्छ नि बाहिर बस्यो भने हुन्छ तपाईँलाई राखिदिनुहुन्छ अबदेखि म तपाईँलाई बाहिर राखिदिन्छु यसले पूर्णिमा पञ्चमीमा तपाईँलाई धुप धुनाहरू दिनेछ ठिक छ भनेको भयो अब नानीको अब जिम्मा हामीलाई दिनुहोस् हामीलाई आगे तक लैजान्छौँ यदि नानीलाई अगर कसैले बिगार्नु सिगार्नु खोज्यो त्यति बेला तपाईँ आइदिनुहोस् मैले बहुत रक्षा गरेको छु ल ठिक छ अगर कसैले बिगार्नु आयो भने तपाईँले रक्षा गर्नु मैले रक्षा गरेको पनि हो मैले दुःख पनि दिएको हो ल ठिक छ मैले दुःख दिएको हो दुःख दिएको मलाई थाहा छ मैले दुःख दिएको हो तपाईँले दुःख दिनुभयो ठिक छ नि त आजबाट चाहिँ नानीलाई चाहिँ हामीहरू आगे लैजान्छु राम्रोसँग रस्ता लैजान्छु तपाईँलाई चाहिँ बाहिर पूजा गर्छ पूर्णिमा पञ्चमीमा राम्रो धुप धुनाहरू दिनेछ तपाईँलाई है र राम्रोसँग खुसी भएर नानीलाई रक्षा पनि गर्नु र नानीले पूजा पनि तपाईँको दिइराख्छ है ल ठिक छ ल अब शान्ति बुझिनु तपाईँ अब शान्ति भएर आइदिनु मेरो बाचा भन्नुहोस् बाचा म बहुत कुरो खानेपिनाहरू पनि के खानुहुन्छ तपाईँले भन्नु बाबुलाई निकालेको त्यही कारण लु निकालेको छ पुरा जाने आजबाट पुरा छोडिदिएको लु तपाईँले देवतालाई रोकेको तपाईँ नै हो चल छोड्नेलाई पुरा
पुरा बहुत राम्रो पुरा पुरा आज आइदिनु भयो बोकिदिनु भयो धेरै खुसी लाग्यो पुरा लु छोडिदिनु हो पुरा पुरा छोडिदे बस्नु पुरा पुरा छोडिदिने अब आजबाट जाने हो दुःख दिने होइन नानीलाई बहुत दुःख दियो बहुत एकदम दुःख पाएले आफ्नो बाटो जाने हो तपाईँ वायु भयो तपाईँ घरको बाहिर बस्ने अब चाहिँ चल पुरा छोडिदिनु आजबाट पुरा दुःख पाउँछ अझै पनि पुरा छोडिदिने पुरा यो प्रेत आत्मालाई जलाएका भूत प्रेतहरू वायु भएर आएको त्यो सब जलाइदिएको पुरा जलाइदिएको निक्ल्नु पुरा निक्ल्नु तपाईँ पुरा निक्ल्नु पर्छ जानुपर्छ कहाँबाट जानु चल कहाँबाट जाने पुरा छोडिदिनुलाई पुरा छोडिदिनु पुरा जानु कहाँबाट जान्छ नाकबाट मुखबाट कहाँबाट आँखाबाट कहाँबाट जान्छ छोडिदिनुलाई पुरा छोडिदिनु पुरै तपाईँको जिन्दगी त्यति नै थियो नानीको जिन्दगी बचाउनु छ हामीलाई छोडिदिनु तपाईँले पुरा छोडिदिनु तपाईँ अकाल मृत्यु मरे अब नानीलाई दुःख नदिनुहोस् पुरा छोड्नु बहुत राम्रो पुरा बहुत राम्रो चल आफ्नो बाटो जाने हो पुरा यसले बाहिर वायुको पूजा गरिदिन्छ तपाईँलाई हर साल यसले खानेकुरोहरू जे चढ्छ आफ्नो पूजामा जस्तो दुर्गा पूजामा आफ्नो खानेकुरोहरू चढा बनाएर घरमा बनाउँछ त्यस्तै तपाईँलाई दिन्छ अबबाट दिवालीमा बनाउँछ त्यस्तै तपाईँलाई पनि दिन्छ अब नदिकन घरमा खाने छैन अबदेखिबाट पुरा छोडिदिनु अबबाट पुरै छोडिदिने आजबाट चाहिँ पुरै बाटो जाने अब आफ्नो बाटो जाने हो बहुत दिनको बादमा आज निक्ल्दैछ तपाईँ जाने हो बुढा यसको देउलाई म राम्रोसँग खेलाइदिन्छु त्यो महारानी हो महारानीको म मजाले खेलाइदिन्छु चल मजाले खेलाइदिन्छु तपाईँले राम्रो गुरु भेटेन अब त्यसले राम्रो गुरु भेट्यो चल आफ्नो बाटो जाने है नरिसाइकन ल आफ्नै बाटो जाने है ल बहुत राम्रो आफ्नो बाटो जाने अब पुरा आफ्नो बाटो जाने हो चल वायु भएर आयो काँचो वायु भएर आयो बाटो जाने अब ल पुरा बाटो जाने अब पुरा आज त म जलाउँछु म त पुरा जाने हो आफ्नो जाने हो चल झ्याफलाई चाहिँ पुरा जाने अब पुरा छोड छोडिदिनु पुरा छोडिदिने निक्ल्ने छोड दो पुरा छोड जाओलाई छोड दो जानुपर्छ यस्तो दुःख दिने अब पुरा छोडिदिएको पुरा छोड दो पुरा आफ्नो बाटो जाने बाटो लाग्ने आफ्नो पुरा बाटो लाग्ने आफ्नो पुरा बाटो लाग्ने पुरा जानुपर्छ बहुत राम्रो देव आउनु खोज्दैछ यसको शरीरको देवता आउनु खोज्दैछ अब एकदम आजबाट म